गाइनिकोमेस्टियाको ट्रिटमेन्टमा ग्रेड 1, 2, 3, 4 मा चाहिँ के फरक हुन्छ भन्ने कुरा हुन्छ होइन। पहिलो कुरा ग्रेड 1 र ग्रेड 2 मा लगभग एउटै स्टाइलले ट्रिटमेन्ट गर्न सकिन्छ। ग्रेड 3 र ग्रेड 4 मा चाहिँ डिफ्रेन्ट हुन्छ अलिकति ट्रिटमेन्ट, त्यो कुरा चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ। अनि ग्रेड 1 र ग्रेड 2 मा चाहिँ नर्मल्ली खासै त्यस्तो धेरै स्किन स्यागिङ हुने रिस्कहरू हुँदैन है। तर ग्रेड 3 र ग्रेड 4 मा चाहिँ स्किन स्यागिङ हुने एकदम म्याक्सिमम रिस्क हुन्छ। त्यही भएर ग्रेड 3 र ग्रेड 4 लाई चाहिँ अझै प्रिकसन्स चाहिने हुन्छ। मोस्टली ग्रेड 1 ग्रेड 2 लाइपोसक्सन ग्ल्यान्ड एक्सिजन प्रपरली गर्न सकिन्छ है, त्यसले त्यति मात्रै गर्दा। अनि कम्प्रेसन गार्मेन्ट अरू रेगुलर ट्रिटमेन्ट स्ट्यान्डर्ड ट्रिटमेन्ट गर्न सकिन्छ। तर ग्रेड 3 र ग्रेड 4 मा स्किन स्यागिङ हुने म्याक्सिमम रिस्क भएको कारणले गर्दा चाहिँ एउटा चाहिँ अब अपरेसनको टाइममा हामीले प्रपर लाइपोसक्सनहरू गर्नुपर्ने हुन्छ जसले गर्दा स्किन टाइटनेस होस्। अर्को नम्बर 2 मा चाहिँ हामीले प्रपर इन्टर्नल क्विल्टिङ सुचेसहरू लगाएको हुनुपर्छ जसले गर्दा अलिकति स्किन लिफ्ट होस्। अर्को नम्बर भनेको लिफ्टिङ प्लास्टर, जुन टेपले हामीले स्किनलाई पुल गर्छ त्यो युज गर्नुपर्ने हुन्छ। कम्प्रेसन गार्मेन्ट अलिकति लामो समय लगाउनु पर्ने हुन्छ। प्लस सप्लिमेन्टमा कोलाजन सप्लिमेन्ट खानुपर्ने हुन्छ है। त्यही भएर ग्रेड 1 ग्रेड 2 ग्रेड 3 ग्रेड 4 गाइनिकोमेस्टिया ट्रिटमेन्ट फरक हुन्छ। त्यही भएर यो कुरा चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ तपाईँ।